नमस्कार। कार्यक्रम सुशासन सवालको नयाँ अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। महालेखा परीक्षकको कार्यालय र नेपाल टेलिभिजनको संयुक्त प्रस्तुति कार्यक्रम सुशासन सवालमा विशेष गरी हामीले आर्थिक पारदर्शिता, खर्च प्रणाली र खर्च प्रणालीमा देखिएका केही कमी कमजोरीहरू, सुधार गर्नुपर्ने पक्ष र पाटाहरू र सुधारका अभ्यासहरूका सामग्रीहरू प्रस्तुत गर्दै आइरहेका छौँ। दर्शकवृन्द, महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति मार्फत नेपाल सरकारलाई बुझाउँदै आइरहेको छ। पछिल्लो समय धेरैको चिन्ता र चासोको विषय र चर्चा हुने विषय पनि हो बेरुजु। सङ्घ, प्रदेश र स्थानीय तह, सरकारी एवं सार्वजनिक निकायबाट हुने खर्च प्रणालीको व्यवस्थापन र खर्च प्रणालीमा देखिएका कमी कमजोरीहरू र खर्च प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ र त्यहाँ कसरी सुशासन पारदर्शिता कायम गर्न सकिन्छ भन्ने विषयवस्तुहरूलाई नजिकबाट हेर्ने र अन्तिम लेखा परीक्षण गर्ने निकायका रूपमा रहेको महालेखा परीक्षकको कार्यालयले आफ्नो 62औं वार्षिक प्रतिवेदन मार्फत पनि केही सुझावहरू प्रस्तुत गरेको छ र देशको समग्र बेरुजुको अवस्था पनि प्रस्तुत गरेको छ। र एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेललाई महालेखा परीक्षक तोयाम रायले महालेखा परीक्षकको कार्यालयको 62औं वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ। आजको कार्यक्रममा हामीले सोही सामग्री प्रस्तुत गर्न गइरहेका छौँ। संविधानको धारा 294 मा व्यवस्था गरिए बमोजिम महालेखा परीक्षकको कार्यालयले आफ्नो 62औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ। राष्ट्रपति कार्यालयमा एक कार्यक्रमको आयोजना गरी महालेखा परीक्षक तोयाम रायले महालेखाको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु भएको हो। प्रतिवेदन बुझ्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले वित्तीय उत्तरदायित्व र आर्थिक अनुशासनसँगै सुशासन कायम गर्न महालेखाले खेलेको भूमिका अत्यन्तै प्रभावकारी रहेको बताउनु भयो। उहाँले महालेखालाई धन्यवाद ज्ञापन गर्दै बढ्दो बेरुजुका बारेमा चासो व्यक्त गर्नुभयो र आर्थिक अनुशासनमा रही जिम्मेवार बन्नुपर्नेमा सबैलाई जोड दिनुभयो। महालेखा परीक्षकबाट सरकारी वा सार्वजनिक स्रोत, साधन एवं सम्पत्तिको सदुपयोग भए नभएको एवं अनियमितता वा हानि नोक्सानी भए नभएको समेतको विषय परीक्षण हुँदै आएको सन्दर्भमा यस प्रतिवेदनमा औल्याइएका विषयहरूले सम्बन्धित निकायलाई आर्थिक अनुशासन एवं वित्तीय उत्तरदायित्वप्रति थप सजग गराउनेछ भन्ने विश्वास लिएको छु। विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको छ। वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानुनको परिपालना एवं आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देख्दछु। आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्न आवश्यक छ। यस विशेष समारोहमा प्रत्येक जिम्मेवार व्यक्तिले आफ्नो जिम्मेवारी र दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न सक्दा आर्थिक अनुशासन स्वतः कायम हुने भन्दै राष्ट्रपति पौडेलले महालेखाले गर्ने अन्तिम लेखा परीक्षणबाट देखिएका कार्यगत र नीतिगत कमी कमजोरीहरूलाई सुधार गर्दै आर्थिक सुशासन स्थापित गर्ने बाटोमा अगाडि बढ्न समेत सबैलाई अनुरोध गर्नुभयो। सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो। सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु। तसर्थ आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पनि अपेक्षा राखेको छ। विशेष गरी सरकारी खर्चमा जवाबदेही, पारदर्शी, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता लगायतका विषयहरूलाई केन्द्रमा राखेर गरिने अन्तिम लेखा परीक्षणले सरकारी एवं सार्वजनिक निकायहरूको खर्च प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग गर्दै आएको छ। यसै सन्दर्भमा आएको 62औं वार्षिक प्रतिवेदन बुझाउनु हुँदै महालेखा परीक्षक तोयाम रायले
प्रतिवेदनमा समेटिएका विषयका बारेमा जानकारी गराउनु भएको थियो। विक्रम सम्वत 2016 साल आषाढ 15 गते संवैधानिक व्यवस्था बमोजिम संवैधानिक निकायको रूपमा सार्वजनिक स्रोत र साधनको परिचालन जवाबदेही पारदर्शी ढङ्गबाट भए नभएको बारे नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेत विचार गरी लेखा परीक्षण गर्न र सोबाट देखिएका व्यवहारहरू प्रतिबन्ध गर्ने जिम्मेवारी तोकी महालेखा परीक्षकको विभागको रूपमा यस कार्यालयको स्थापना भएको थियो। उक्त संवैधानिक व्यवस्था बमोजिम विक्रम सम्वत 2020 सालमा तत्कालीन महालेखा परीक्षकबाट पहिलो पटक राष्ट्रिय प्रमुख समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश भएको थियो। नेपालको संविधानको धारा 294(2) को प्रावधान तथा लेखा परीक्षण 2075 को दफा 19 मा उल्लेखित विषयहरू समावेश गरी मेरो कार्यकालको दोस्रो एवं समग्रमा 65औं वार्षिक प्रतिवेदन पेश गरिरहेको छु। संविधानको धारा 294(3) बमोजिम प्रदेशको काम कारबाहीका सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरिएको र उक्त प्रतिवेदनहरू माननीय प्रदेश प्रमुख समक्ष पेश गरिनेछ। त्यसै गरी लेखा परीक्षण 2075 को दफा 20(2) बमोजिम लेखा परीक्षण सम्पन्न भए पश्चात सम्बन्धित स्थानीय तहलाई प्रारम्भिक प्रतिवेदन जारी गरिएकोमा अन्तिम प्रतिवेदन जारी गर्ने क्रममा छ। यस वार्षिक प्रतिवेदनमा लेखा परीक्षण गरिएका निकायको विवरण, लेखा परीक्षणबाट देखिएको बेरुजुको स्थिति, लेखा परीक्षणमा देखिएको प्रमुख बेहोराको सारांश, लेखा परीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालयका गतिविधिलाई अलग अलग परीक्षणमा प्रस्तुत गरेको छु। उहाँले प्रतिवेदनमा समेटिएका विषयसँगै प्रतिवेदनलाई थप भरपर्दो र प्रभावकारी बनाउन भए गरेका प्रयास र पहलका बारेमा समेत जानकारी गराउनु भएको थियो। यसैगरी महालेखा परीक्षकले विभिन्न प्रवर्तनात्मक कार्यक्रम मार्फत लेखा परीक्षणको कार्यलाई समय सापेक्ष र बढीभन्दा बढी विश्वसनीय बनाउने कार्यमा आफूहरू अगाडि बढेको र सबैलाई सुसूचित गर्दै आर्थिक सुशासनमा सबैको सहभागितालाई जोड्ने कार्य गर्दै अगाडि बढेको समेत बताउनु भयो। लेखा परीक्षणलाई व्यवस्थित र गुणस्तरीय बनाउन जोखिममा आधारित रही स्वीकृत गरेको वार्षिक लेखा परीक्षण योजना 2081 निकायगत र कार्यालयगत योजना समेतको आधारमा लेखा परीक्षण सम्पन्न गरिएको छ। वार्षिक लेखा परीक्षण योजनाको अतिरिक्त वार्षिक लेखा परीक्षण नीति तथा कार्यतालिका तर्जुमा गरी सोको जानकारी सम्बन्धित लेखा उत्तरदायी अधिकृतहरूलाई गराइएको थियो। साथै नेपाल सरकारका मुख्य सचिव, सङ्घीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, नेपाल सरकारका लेखा उत्तरदायी अधिकृत तथा सुरक्षा निकायको प्रमुखको उपस्थितिमा उक्त नीति तथा कार्यतालिकाको सम्बन्धमा अन्तर्क्रिया र छलफल समेत गरिएको थियो। प्रथम चरण अन्तर्गत 2081 साउनको तेस्रो हप्तादेखि 41 जिल्लाको संयुक्त लेखा परीक्षण टोलीबाट एवं 36 जिल्लामा दोस्रो र तेस्रो चरणमा विषयगत र विशिष्टकृत लेखा परीक्षण टोलीबाट लेखा परीक्षण गरिएको थियो। महालेखाले सार्वजनिक गर्ने रिपोर्टका बारेमा सबैको चासो र सरोकार हुने अर्को विषय हो बेरुजु। हरेक वर्ष बढ्दो बेरुजु घटाउने कार्यलाई कसरी सघाउ पुग्छ भन्ने विषयमा सरकारका विभिन्न संयन्त्र लागि परे पनि सोचे जस्तो प्रगति भने हासिल हुन सकेको छैन। प्रतिवेदन बुझाउनु हुँदै महालेखा परीक्षक रायले यस वर्ष रहेको बेरुजुको अवस्थाबारे जानकारी गराउनु भएको थियो। यो वर्ष लेखा परीक्षणबाट कुल बेरुजु 91 अरब 59 करोड 79 लाख कायम भएको छ। सो मध्ये सङ्घीय सरकारका कार्यालयतर्फ 47 अरब 74 करोड 30 लाख, प्रदेश सरकारी कार्यालयको रु 4 अरब 20 करोड, स्थानीय तहको 25 अरब 32 करोड 42 लाख, समिति र अन्य संस्थाको 14 अरब 33 करोड 7 लाख रहेको छ। लेखा परीक्षणबाट कुल बेरुजु दफा सङ्ख्या 1,69,556 देखिएको मध्ये 79,779 दफा सैद्धान्तिक र 89,767 दफा लगती रहेका छन्। अध्यावधिक बेरुजुतर्फ
सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औल्याएको अत्यावधिक बेरोजु रु 7,33,19 करोड पुगेको छ। यसमध्ये सङ्घीय सरकारी कार्यालयहरूको 3,75,47 करोड, प्रदेश सरकारी कार्यालयको 30,48 करोड, स्थानीय तहको 2,09,29 करोड, समिति र अन्य संस्थाहरूको 1,17,95 करोड रहेको छ। कारबाही टुङ्गो लगाउनु पर्ने रकम सङ्घीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थाहरूको बेरोजुका अतिरिक्त लेखापरीक्षण पक्यौता, राजस्व पक्यौता, शोध भर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमको सम्बन्धमा समयमा नै कारबाही टुङ्गो लगाउनु पर्ने अध्यावधिक रकम 5,51,01,78,00,000 रहेको छ। बेरोजु सम्परीक्षण यो वर्ष रु 28,29,40,00,000 बेरोजु सम्परीक्षण गरिएको छ। सोमध्ये सङ्घीय सरकारी कार्यालयहरूको 14,93,96,00,000, प्रदेश सरकारी कार्यालयहरूको 2,18,65,00,000, स्थानीय तहको 9,50,16,00,000, समिति र अन्य संस्था प्रदेश समेतको रु 1,66,63,00,000 रहेको छ। लेखापरीक्षणबाट परेको प्रभाव यो वर्षको लेखापरीक्षणबाट कुल रु 14,68,61,41,00,000 असुल भएको छ। सोमध्ये लेखापरीक्षणको क्रममा 1,03,72,00,000, प्रारम्भिक प्रतिवेदन पठाइसकेपछि 1,03,54,00,000, सम्परीक्षणको क्रममा 12,41,15,00,000 असुल भएको छ। महालेखा परीक्षकले आफ्नो वार्षिक प्रतिवेदन मार्फत आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत र कार्यगत सुधारका विषयमा समेत सुझाव दिँदै आउनु भएको छ। यसै क्रममा उहाँले महालेखा परीक्षकको कार्यालयले आगामी दिनमा सम्पादन गर्ने कार्यका विषयमा समेत जानकारी गराउनु भएको थियो। लेखापरीक्षणलाई गुणस्तरीय, विश्वसनीय बनाउँदै सार्वजनिक हित प्रबन्धन गर्न लेखापरीक्षणको विधि र प्रक्रियामा निरन्तर सुधार गर्दै आएका छौँ। यसै क्रममा कार्यालयको सङ्गठनात्मक संरचनामा सुधार गर्न प्रदेश स्तरमा समेत कार्यालय रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्वीकृतिको लागि पेश भएको छ। त्यसै गरी आगामी आबदेखि लागू हुने गरी महालेखा परीक्षकको कार्यालयको रणनीतिक योजना 2025-30 तर्जुमा गरी स्वीकृतिको चरणमा रहेको छ। महालेखा परीक्षकको वार्षिक एवं अन्य प्रतिवेदनको कार्यान्वयनबाट सरकार तथा सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र निष्ठा प्रबन्धन हुने विश्वास लिएको छु। यद्यपि प्रतिवेदनका उल्लेखित बेहोरा तथा सुझावहरूको अपेक्षित कार्यान्वयन नहुँदा सोही प्रकृतिका बेहोराहरूको पुनरावृत्ति भइरहेको पनि देखिन्छ। तसर्थ प्रतिवेदनहरू यथासमयमा सङ्घीय संसद, प्रदेश सभा र गाउँ नगरसभामा पेश भई सोको कार्यान्वयनको प्रत्याभूति हुने अपेक्षा समेत गरेको छु। लेखापरीक्षक गुणस्तर र प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक पर्ने वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता समेत आवश्यक पर्ने हुँदा सोका लागि सङ्घीय संसद र नेपाल सरकारबाट आवश्यक सहयोग प्राप्त भइरहेको छ। आगामी दिनमा समेत यसको निरन्तरता हुने विश्वास लिएको छु। कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक, राष्ट्रपति कार्यालयका सचिव, सल्लाहकार सहित कर्मचारीहरूको सहभागिता रहेको थियो। महालेखा परीक्षक तोयम रायले आफ्नो 62औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि प्रतिवेदनमा समेटिएका विषयवस्तुबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। महालेखा परीक्षक रायले गरेको पत्रकार सम्मेलनमा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। महालेखा परीक्षकको कार्यालयमा आयोजना भएको पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदनमा समेटिएका विषयवस्तुबारे पत्रकारहरूसँग प्रश्न उत्तर समेत भएको थियो। महालेखा परीक्षकले आम नागरिकलाई समेत सुसूचित गर्ने पत्रकार जगतलाई आफ्नो काम कारबाहीबारे जानकारी गराउन पाउँदा खुसी रहेको बताउनु भयो। पत्रकारहरूले महालेखाले गरेको काम र दिएको सुझावका बारेमा समेत जिज्ञासा राखेका थिए। दर्शकवृन्द, महालेखा परीक्षकको कार्यालयले सङ्घीय संरचना अनुसार 7वटै प्रदेशमा पनि आफ्नो प्रतिवेदन बुझाउँदै आएको छ। सङ्घीय संरचनामा देश अगाडि बढिरहँदा संरचना अनुसार प्रदेश स्तरमा प्रदेश प्रमुखलाई
प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम हुन्छ। सोही अनुसार कोशी प्रदेश प्रमुखलाई महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन एक समारोहका बीच हस्तान्तरण गरेको छ। अब हामी अर्को सामग्री तपाईहरुको बीचमा प्रस्तुत गर्न गइरहेका छौं। महालेखा परीक्षकको कार्यालयले एक विशेष कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका प्रदेश प्रमुख समक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ। कोशी प्रदेशको 7औं प्रतिवेदनका रूपमा रहेको प्रतिवेदन बुझ्नुहुँदै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आर्थिक सुशासन र अनुशासनका लागि महालेखाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले महालेखाले प्रतिवेदन मार्फत दिएका सुझावहरूलाई कार्यान्वयनका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने धारणा राख्नुभयो। कोशी प्रदेशमा पहिलोपटक पेश गर्दा बेरोजु पनि काहीँ घटेको देखियो। पोहोरभन्दा यो सकारात्मक पक्ष हो। अब यसमा मैले चाहिँ निवेदन गर्नुपर्ने के हो भने सम्पूर्ण स्टेक होल्डर सबैले महालेखा परीक्षकले तयार पारेको जुन वार्षिक प्रतिवेदन हुन्छ त्यहाँ लेखिएका कुराहरू, त्यहाँ दिएका सुझावहरू, त्यहाँ दिएका रिपोर्टहरूलाई गम्भीरतापूर्वक लिएर सबै सरकारवालाहरूले लागू गर्नुपर्दछ। अब हामी सबै सरकारवालाहरूले लागू गर्दै गयौँ भने स्वाभाविक रूपमा आज मुलुकको सामुन्ने देखा परेको बेरोजगारीको चुनौतीहरू जुन छन् त्यसका विभिन्न तहको बारेमा अघि आइसकेका छ। कहीँ कानुनको अभावमा, कहीँ कानुनको पालना नगरिएको हरेक विषयहरू समेटेका छन्। अब कानुन नभएकालाई कसरी तर्जुमा गर्ने, त्यो सबै स्टेक होल्डर चाहियो। भएकोलाई चाहिने अब लागू नगर्ने। त्यसैले यसको जुन मर्म छ, लेखा परीक्षणको यो 7औं वार्षिक प्रतिवेदनको जुन मर्म छ, यसको सारलाई चाहिँ बुझेर मैले चाहिँ निवेदन गर्नुपर्दाखेरि सबै सरकारहरूले गम्भीरतापूर्वक लिनुपर्छ र यसलाई कार्यान्वयन गराएर आगामी दिनहरूमा बेरोजगारीहरू घटाउँदै जाने र भ्रष्टाचारलाई नियन्त्रण गर्दै जाने र सम्पूर्ण हाम्रो काम कारबाही चाहिँ जनता केन्द्रित विकास निर्माणलाई अगाडि बढाउनु पर्दछ। त्यसको निमित्त पनि यो प्रतिवेदनको सुझावलाई, प्रतिवेदनले देखाएका विषयहरूलाई सबै स्टेक होल्डरले लागू गर्नुपर्दछ मलाई लाग्दछ। प्रतिवेदन बुझाउने कार्यक्रममा महालेखा परीक्षक तोयाम रायले प्रतिवेदनमा समेटिएका विषय र दिएका सुझावका बारेमा जानकारी गराउनु भएको थियो। उहाँले महालेखाले अन्तिम लेखा परीक्षणलाई अधिकतम वास्तविकताको नजिक पुगेर लेखा परीक्षण गर्दै आएको बताउनु भयो। समष्टिगत लेखा परीक्षणतर्फ यो वर्ष 201 कार्यालयको रु 51 अरब 41 करोड 69,15,000 को लेखा परीक्षण सम्पन्न गरिएको छ। सोमध्ये प्रदेश मन्त्रालय तथा निकायतर्फ 180 कार्यालयको रु 46 अरब 1 करोड 45,78,000 र यस प्रदेश अन्तर्गतका समिति र अन्य संस्था 21 संस्थाको 5 अरब 44 करोड 23,37,000 को समेत लेखा परीक्षण गरेको छ। लेखा परीक्षण क्रममा बेरोजु यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु रु 86 करोड 81,89,000 कायम भएको छ। सोमध्ये प्रदेश सरकारी कार्यालयहरूको रु 76 करोड 54,29,000 र समिति तथा अन्य संस्थाको 10 करोड 27,60,000 रहेको छ। लेखा परीक्षणबाट कुल बेरोजुमा दफा सङ्ख्या 4,140 देखिएको मध्ये 2,184 सैद्धान्तिक दफा रहेका छन् भने 1,956 दफा लगती रहेका छन्। उक्त बेरोजुमध्ये असुल उप गर्नुपर्ने बेरोजु 12.71%, नियमित गर्नुपर्ने बेरोजु 76.35%, पेस्की बेरोजु 11.94% रहेको छ। प्रदेश सरकारी कार्यालय र संस्थातर्फ लेखा परीक्षण औल्याएको अध्यावधिक बेरोजु हुनाले हालसम्मको बेरोजु हो। यो बेरोजु चाहिँ बाँकी 5 अरब 40 करोड 5,83,000 रहेको छ। यसमध्ये प्रदेश सरकारी कार्यालयको 5 अरब 7 करोड 91,01,000, समिति र अन्य संस्थाको 32 करोड 14 लाख
82,000 रहेको छ। यो वर्षको लेखा परीक्षणबाट कुल 22,22,98,000 असुली भएको छ। यो असुलीमध्ये लेखा परीक्षण क्रममा 1,27,24,000, प्रारम्भिक प्रतिवेदन सम्बन्धित कार्यालयमा पठाएपछि 83,26,000, सम्परीक्षण गर्ने क्रममा 22,12,48,000 असुली भएको छ। दर्शकवृन्द, आर्थिक पारदर्शिता र सुशासनका विषयमा जो जहाँ हुन्छौँ त्यहाँबाट हामीले सुरु गऱ्यौँ भने सुशासन कायम गर्ने विषय पक्कै पनि सम्भव छ र आर्थिक सुशासन, आर्थिक पारदर्शिता र गुणस्तरीय विकासमा प्रतिबद्धता जनाउन सक्यौँ भने सुशासन स्थापित गर्ने विषयमा पक्कै पनि सहयोग पुग्नेछ। हवस् त, आजको लागि कार्यक्रम सुशासन सवालको समय सकिसकेको छ। तपाईले यो कार्यक्रम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np, त्यस्तै गरेर मोबाइल एप्स, त्यसै गरेर महालेखा परीक्षकको कार्यालयको युट्युब च्यानल, वेबसाइट र अन्य सामाजिक सञ्जालमा पनि हेर्न सक्नुहुन्छ भन्दै आजको लागि हामी सबै बिदा भयौँ। हवस् त, नमस्कार।